नमस्कार दर्शकवृन्द, मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा म नेपालमा आउँदै गरेको नयाँ आइपिओ र एफपिओहरुको बारेमा जानकारी दिन गइरहेको छु। यदि तपाई शेयर बजारमा लगानी गर्न इच्छुक हुनुहुन्छ भने यो भिडियोलाई अन्त्यसम्म हेर्दिनु होला। सर्वप्रथम आइपिओ के हो भन्ने बुझौं। जब कुनै कम्पनी पहिलोपटक सर्वसाधारणलाई आफ्नो शेयरहरु बिक्री गर्छ, त्यस प्रक्रियालाई आइपिओ भनिन्छ। यसबाट कम्पनीले पुँजी सङ्कलन गर्छ र लगानीकर्ताहरूलाई नयाँ लगानी गर्न अवसर दिन्छ। एफपिओ को प्रारूप फलो अन पब्लिक अफरिङ हो। एफपिओ भनेको कुनै कम्पनीले आफ्नो शेयर बजारमा पहिले नै आइपिओ जारी गरी सकेपछि फेरि थप शेयरहरु सार्वजनिक रूपमा निष्कासन गर्नु हो। एफपिओ को मुख्य उद्देश्य कम्पनीलाई थप पुँजी जुटाउन मद्दत गर्नु हो। नेपालमा आउँदै गरेको आइपिओ र एफपिओहरु सबैभन्दा पहिलो रहेको छ विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड WNLB रहेको छ र यो एफपिओ हो र यसले 51292.50 इकाइ चाहिँ शेयर संख्या खुलाउने रहेको छ। यसको प्रति शेयर मूल्य 100 रहेको छ र यो NMB क्यापिटल लिमिटेडले इस्यु गर्ने रहेको छ। यसको इस्यु मिति 2081 चैतको 20 देखि 2081 चैतको 25 गते सम्म रहेको छ। अर्को रहेको छ प्योर एनर्जी लिमिटेड PE LTD रहेको छ। यसको शेयर संख्या रहेको छ 16 लाख रहेको छ र प्रति शेयर मूल्य 100 रहेको छ र यसको इस्यु म्यानेजर चाहिँ घोषणा हुन बाँकी रहेको छ र यसको इस्यु मिति पनि चाँडै आउने भनेको छ। यो भिडियोमा प्रस्तुत गरिएको जानकारी विभिन्न स्रोतहरुबाट संकलन गरिएको, विशेष गरी नेपाल धितोपत्र बोर्ड, SEBON, नेपाल स्टक एक्सचेन्ज नेफ्से लगायत अन्य न्युजहरुबाट संकलन गरिएको हो। नेपालमा आउँदै गरेको यी नयाँ आइपिओहरुले लगानीकर्ताहरूलाई विविध क्षेत्रमा लगानी गर्ने अवसर प्रदान गर्छन्। सही जानकारी र अनुसन्धानको आधारमा लगानी गर्नु होला, जसले तपाईको वित्तीय लक्ष्य हासिल गर्न मद्दत गर्नेछ। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला र शेयर गर्नु होला। आगामी भिडियोहरुमा थप आइपिओ र एफपिओ जानकारीहरु लिएर आउने छु। धन्यवाद।